दसैँ घर परिवार फ्यामिली अब सुरुवात हुँदैछ हाम्रो दसैँ घरको पुरै यो हाम्रो परिवारको दसैँ सुरुवात हुँदैछ आमाको हातबाट अब टीका आशीर्वाद सबै हाम्रो यो के रे यसको नाम आरुष साँच्चै हाम्रो यताको के चस्मा खै चस्मा देखिएन त हाम्रो आदित्य खै त ल आदित्य छोरीहरू ए माथिबाट आइज न छिटो झर न माथिको यहाँ अलि बिचमा है यो घरको परिवार यही हो है हाम्रो दसैँ सुरु हुँदैछ अब यता आऊ न को छोडियो एकजना कोही छोड्यो होइन खै पूजा पूजा खै पूजा खै पूजा ए छोरी आस्था अब भिडियो बसेन आदि उता जाऊ न ए अहिले होइन छोर्यो कसले छोर्यो हो त्यहाँ अहिले एकछिन है एकछिन है होइन पखाए अझै आछ पूजा बाँकी छ विवास कता ग अलि त सबैले एकाउन्न 2 मिनट छ अब अनिल दाई हाने पूजा बहिनी टाइम भयो 51 भयो 51 लाइभ हो लाइभ भन्दा बन्दै भयो यार पखाए आमा ल रेडी भएर बस्नु त बाबा 52 भयो लास्ट 1 मिनट त चस्मा लगायो दुइटैले ल आमा अब म ल्याउन भ्याउन पूजा लाइभ छ लामा पखाए ल पखाए ल सबै भान्जा पछाडि जाऊ उहाँ पछाडि जाऊ के एहन पखाए आमा ल आमा लगाइदेऊ सुरु गर ल सुरु भयो ल ह्याप्पी दसैँ है सबैलाई ट्याक्कै 11:53 ल 53 मै हान्देऊ त निधारमा
बन्दुक नपड्काउने क्या हाम्रो यता है ताली बजाऊ ताली ल ताली ल भिडियो बनाइदिए न लाइभ छ लाइभ हैन तेरोबाट भिडियो बनाउँछ न त्यसो लाइभ ला त बियास यहाँबाट सम्बन्ध यताबाट देखाइदे त लाइभ है ल लाइभमा खै को हुनुहुन्छ त हल्का पानी दिनु पर्यो के भन्नु पर्दैन तेरो सुकाएन ठिक छ झमझम लगाइहाल्दै ल भन के हो भन निदर भरि हैन हो कसको पोज देखा पोज हाँ पोज देखा पोज देखा कल देखाउँछु पोज ल तीनजनाले पोच ल खै त तीनजनाले पोज देखा ल जसले देखायो त्यसले आइडी पायो जसको भयो नि बान्जाको आइडी पायो मलाई 50 पो है अहिले गर्ने बोर बहनी कुरा हजुर एउटा टिका छैन बाजे यता बस्नु बाजे यता बस्नु बाजे बाजे यता बस्नु यता जानु कि तपाईँ घर जानु न लाइभ छ के लगाइदिनु ल जानु टाइम भयो को हुनुहुन्छ हाम्रो उहाँ छोरालाई है छोराहरूलाई लगाइदिने कि आमालाई लगाइदिने आमाहरूलाई पुरैलाई पाको बढे ठुलमामीको पालो होला ताली बजामै अब टिका लाएर भ्यासी पालै पालो पानी यहीको हालत ए यो कलासको पानी यही गर्न राखेको हो उता उभिए ल ठुलमामी आउनु सानी छाड असेनी हाल्न लागि त पानी गर्नु नर है छोड्दा छोड्दा त्यसलाई छोड्दा हात यस्तो गर्नु न सेनिया हो त्यस्तो गर्नु टिकट निकाले हुन्छ ल खै त लाई अर्को पनि देख्छु त त्यो कालो वाला अमनको कोठामा छ त चाट छ नि कहाँ छ भेन्टेलाई पठाऊ त भेन्टेल जान्छ भनेको बद्दैन त हाम्रो हिरोले फेरि एक्टिभमेन्ट हानिहाल्नु ताली 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 टिका ठिक छ आमा नभए त्यो अर्को टिका ल्याउ न त ल्याइदिन्छु टिका त राम्रो भएको कालो बच्चा सकिएर बच्चा बद्दैन ल हुँदैउ न हुँदैउ ल अर्को कुन चाहिँ हो आमालाई लगाइदिन्छु र त्यहाँ सिउला लाउने है पैसा दिन्छ
यो त भिडियो होइन है लाइभ हो त मैले बनाएको छैन यहाँ कसले लाइभ हेर ए म त लाइभ त्यसलाई नि सेयर गर्छु कि मिल्छ छैन झऱ्यो त्यो हातमा छ ठुलोमा हेर्नु त लाइभ हेरेर गर भन ताली ताली सबैको पालामा ताली है ल अब कसोको माइल मम्मी हो नि लगाइदेऊ केही हुन्न केही हुन्न त्यो बोरपाटी एकैपल्ट पहिला जेठो नाति हो कि कान्छो हो पलातीबाट सुरु भयो फेरि उल्टो आयो है अब त फोटो खिच न फोटो दिन नाल्ने नि अलि त उता अनि प्रिन्स छैन सर होइन अब केटकेटी पार्टी एकैचोटि लगाइदेऊ के तिनटैलाई तिनटैले ट्याप 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 के हो त्यसरी हो त्यसरी अनि अलि नमस्ते गर खै त नमस्ते हो हात जोडेर ल नमस्ते आदित्य नमस्ते नमस्ते नाति हो त्यसरी खै त हो त्यसरी यता निधार ल्याऊ टिकी लाउन टिकी छ के यहीँ लाएन मेरो पलातीहरू भाग्यमानी भए राम्रै भएछ कि एकैचोटि दिनु पर्यो नि त यहाँ केटकेटी हात्ती कि केटकेटी हात्ती केटकेटी हात्ती के भन्छ 1000 रुपियाँ लिएर भाग भने यो पनि लियो जमरा नै लियो लेउ कानालाई चाहिँ मेरो बाबुलाई ल मेरो बाबु भाग्यमानी भयो अहिले बुढवाल लगाइदिँदा बुढवाल ल्याउ कि पानी ल मेरो बाबु आदित्य जमरा भाग्यमानी भयो जमरा भएन काम धेरै छ है धेरै त छ छैन त हो त हजुर भयो त ल अहिले पछि धेरै पैसा दिनु अरुस भाग्यमानी भयो मेरो पनातीहरू भाग्यमानी भयो ल तँ सानी लाएर भान्जीलाई लगाइदिइहाल
सानी भाइजी ल तिनजना एकैचोटि बस्छ हो त्यसै ल तिनटालाई एकैचोटि है यता हेर यता हेर अलि नजिक अलि छिट छिट लाग्यो धेरै धेरै पढेर भाग्य मानी भए स्वच्छ गरिदिनु एकैचोटि लाउँदै जाऊ न पहिला के सिकाउँछु हिँड्दाखेरि तिनजनालाई यता छ त यता देखि छैन यता हो होइन 54% छ यसमा यो चार्ज गरेर राख्नु लाइन गयो भने बल्ल मनको कुरा यही छु हजारको बुढो बाँधिदिनु कि ल अब बाबु पार्टी अब निस्कियो निस्क्यो भन्छ निस्क्यो बरु भाइले लान्छ यसलाई भाइले होइन यो निस्केर यो भाइ बस्छ त बिचमा छोरीहरू भाइले लान्छ हो त नि प लगाइदेऊ यता आइज भाइ होइन यता बस न दुईटा यता बस केही नहुने भाइलाई बिचरा आस्था बिचरा किन बसेको थियो यता हो यहाँ ल यसरी सुहानी अलि नजिक आस्था यता हेर्नु नमस्ते हो हात नमस्ते हो नमस्ते गरौँ अनि हो त्यसै टिका लाउन आएको घन्टेलाई रक्षा गर्नु तिम्रो मोबाइलको चार्ज हुने अलिक भिडियो बनाउँछ लाउ न के हो नचल त्यस्तो गर्नु अरे एकैचोटि है सबैलाई लगाइदिएको अलिअलि भिडियो गरिदिन्छु थोरै मेरो चार्जरको हेरेर तल ल है यता माथि अलि अहिले टिका भट्टा अहिले लाएको आस्था खै नमाज भयो कितना साल बाद लायो मामा 3 साल म त 15 साल भयो राम्रै अस्ति 1 साल ठिक नै गयो म त 15 साल हो भाइ त्यस्तो नगर मन्टो 1 सालको 15 साल हुँदो रहेछ कहाँ दोकानमा गइसक्यो ल होइन लगाइदेऊ त जमा कति बेला सक्यो
ल ल ल पैसा दिन भुलेर खै बस पनि आइरहेको बाबु कता हिँड्छ बिस्तारै जाऊ बिस्तारै चिप्लो चिप्ला के बाटोमा केही हुन्न बस त रोकिहाल्छ दुईटा त चलाएको छ होइन ऊ सबलाई हो कहाँ चाहिँ छोडिन्छ ल ल अब पालो कसको छोरोपाटीले लाने हुन्छ छोरापाटीले अब यसले नपाए पहिला आन्टीहरू लगाइदिनु आन्टीहरू माइजहरू लगाइदिनु ल त पहिला तिनटै आयो एकैचोटि तिनटै लगाइदियो हजुर माइजहरू र आन्टीहरू आउनु क्या बस्नु क्या यामा आऊ न तिम्रो तिनजना होइन तिम्रो आन्टी तिनजना तीनजना एकैचोटि आऊ न माइली साइली कान्छी माइली बिचमा अरे ठाइली छेउमा राइली उता आन्टी चाहिँ आमाले पैसा दिनुभयो दिनुभयो भाइ रेडी ल मङ्गलम विष्णु भगवान भनेर सोको लागि हो त पापन चाहिँ अहिले बाबाले लाएर दिने के अरे हामीलाई आमाले हामीलाई यो अनि त्यो हजार हजार सोको लागि होला ए सबै त पनि हामीलाई के भने भान्जीले नि संस्कारी होला नि मैले आमालाई जति सिकाएँ नि भएन है अब फुल मात्रै दिएँ भोकले सोइछ त फेरि मुजे त किन हाल अहिले राख्दिनु बाबा अहिले पछि गाना त आफैलाई आयो त्यो मुजे तर बाली राखी हो त्यतिकै राख बाबा अब रेडी हुँदै गरे हुन्छ त एकछिनमा अब पालो सकियो भाउजू र हामी मात्रै छ टोपी ल्याउने को भन्ने टिकेर देख्नु होइन होइन छोरापाटी ल अनिल अब अनिल अनिलाई चाहिँ पहिला सबै सबै ती तिनजना बस्छ ती तिनजना ग्रुप पक यो तिनजना ठिक हुन्छ बस यो अनि अर्को तिनजना नानी नानी
प्रिन्स आस्था भाइ दुईपट्टि परोस् दाहिनेपट्टि त्यो टिका थोरै लिँदा मात्रै काट्छु सब कुरा कमानु पनि त्यहाँ हालिदिनु पर्छ टिका हाला त थोरै थियो धेरै धेरै पढ्यो प्रिन्स ब्रो भिडियो बनामै आशीर्वादले जे आँटेछ सोही पुगोस् भित्र गएर फरक आशीर्वाद दुर्गा माता भगवान जे आँटेछ सोही पुगोस् बुहारी छ त्यो बुहारी काटे आस्था र ऊ ठ्याक्क अनि किन त पियुष बस्यो यहाँ काम पड्काइदिनु हो नहोला बाबु पानी ल्याउ खानु पर्यो मम्मा पनि खानु हुँदैन म खान्छु खै त आदर्श एक दुई तिन चार पाँच हाम्रो पालो है नेक्स्ट टोली जा होला अब 6 7 8 ट्याक्कै दिनु ल तिनजना रेन्ज जा पुस्न पर्दैन के हुनु चेन्ज गरेर तर उता ए टिसु हो के टिसु उता मेरो हुनेमा छ क्या दामी म हुन्छ अमन बीचमा के हैन उता तीनजना साथ अडिन्छ म जाथे बाबालाई भन्नु एकचोटि लाँदै जाऊ क्या छिटो हाल्यो हातै ढिलो चल्यो क्या
लाग्दै आउन नछोड्कन साँच्च सायद त्यो पुग्नु सक्छ नि हेर भनेको चारजना हो कि कुर्सी आमाले उभिएर लाउँछ नि कुर्सी उता राखिदिएको भएछ होइन त्यो के त्यो हरियो खाले भनेको त्यहाँ गन त्यो हरियो खाले त्यहाँ लाउन तिमी के कति 30 जनालाई त लगाइदिनु पर्छ होला है खै त आदर्श टाउकोले नै त घाटमा लाग्यो उसमा के अरे ल प्रिन्सले लगाइदियो सबको खरीद सकते हैं के नहीं दक्षिणा कम ल तिम्रो पछि अब एक ट्याप भान्जालाई लगाइदेऊ है आमा लाउँछु लाउँदैछु यो के हो त लाउँछु नि यहाँ केरकेरीको त्यो पहिला केरकेरी उनको भनेको अब यिनीहरू केसी भान्जा लाग्यो मदन तिमीले त्यहाँ काम गर न सक्छ के पाती त पुग्छ हजुरबाहरू लाउने मलाई त्यहाँ पाती है पैसा त्यसलाई त्यहाँ राम्रो राम्रो दिनैछु लास्टमा हजुरआमा ल जाऊ भान्जा बस ल बाहरूलाई मामालाई दिने निलमाहरू विवासमा तपाईँहरू सबै अब अर्को टोली ल भान्जा जाऊ कि बस 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 के के नबस आऊ त अर्को टोली नलाउने केरकेरी छ यहाँ ढिलो त्यस्तो कहाँ त्यस्तो भन्नु त म त बाल लाउने यो लगाइसक्यो त्यहाँ छिटो थपक्क बस बुढो बाल त अहिले लगाइन्छ नि त म त बजेँ होइन नि त ल लाइन आयो कि को यो कुर्ची त लगाइदेऊ त 4 जना त भन्नु पहिला हजुर पहिला नानीलाई लगाइदेऊ आमा नानी 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 हो नानी पछि नबसै आम कुर्ची छैन होइन ल ल ल नानीलाई पहिला
बाल भ्याइ हजुर रेडी हुनु म गरिदिन्छु भाउजू त ल्याउनु त्यही भित्र ल भाउजूहरू 4 जना भयो नि त यो कुर्ची त लगिदिनु त अलिक त साह्रो थियो तर अलिक साह्रो हो अलिक चालु त्यो गर्नु पुष्पा दिदी यो त यही माथिलाई नै जल हजुर माइलमा एउटा चम्ची चम्ची दिनु पर्यो एउटा ठिक हातले झिकिनु हुन्छ आमा हातै नझिक्नु चम्चीले झिक्नु कति आशीर्वाद दिएछु ल्याउ टिका ल्याइदिनु न बिन्दु भाउजूको हो कि त्यो फोन अझै हाल चित्रे बनाउनु चार्ज भयो भन्ने थियो जेठीलाई छेउमा राखिदिएको हजुर के हुनु ठिक छ नि तर लाइन है लाइन लाउने अगाडि पछाडि मोबाइल यही लाइट छ भिडियो बनाउनु थियो तिमीहरूले होइन लाइभ चाहिँ खोइ त्यो आदर्श सरलाई बोला न आदर्श खोइ दोकान चामल आदर्श लिएर जा छिटो छिटो यहाँ म यहाँ कर जा पहिले लिएर आइ आदर्श आदर्श छिटो अब को छ बाँकी अहिले त फोटो कार्यक्रम अहिले पछि फोटो सेसन चस्मा त मैले मात्रै रहेछ भित्र बसेर हेरेको
होइन कि मोबाइल छोप भने त्यही अरू के नसकेको पहिले माथि माथिको च्याप्प राखेको थाला अन्त दाइ यिनलाई कता हटाउन खोजेको गरम चिम्टियो के भयो तिम्रो राखिदिनु सबै काटेर को छ अब ल म मेरो हो है स्वाहाजी हजुर सकेपछि सक्यो नि आमाको हाम्रो वारीपट्टि दिएको त्यसले होइन त्यसले होइन के ए भान्नु नचल नचल अब धेरै नकाट्नु फेरि सुक्छ अहिले बना काटा भयो उता लगेपछि कपाल काट्नु आदर्श आयो आयो आदर्श खै आदर्श उसले यता हेर्नु यता कहाँ गयो फुटबाले यता हेर त यहीँ जा त छुट्याउनु भएन छिटो म ढिलो भयो कि अब भइसक्यो मेरो दौडी छिटो दुईटा जानु पर्दैन एउटै गरेर रहेछ दुक्कुर त छिटो ल अनिललाई बाट सुरु गरौँ होइन एकैचोटि लाइन ल कुर्सी हटाउँ त अब सुक नहुनेर टिका लगाइदिएको दाइबाट ल अब बस ल यहीँ बस्ने कसरी बस्ने लाइन यहीँ बसौँ लाइन छैन बसौँ पाले पाले चारजना अब टिको ल ल ल ल अनिल दाइ जानु हजुर लाइन लाएर हो क्या यो निकाल्न कुर्छ पह न ल त नि अहिले म ल त नि छिटो म ल छिटो है लाइन है उमेर अनुसार आमा है हेर्नु है कतै नहेर्ने उमेर अनुसार होला बिमान यो झोलसँग लाइन है लाइन होइन छोरोपातीतिर त्यसमा अलि दाउनु हुन्छ जेसो अगाडि बस भिडियो ले त नानी पहिले यहाँ भिडियो गराइदिने म यहाँबाट बनाइदिन्छु के
बनाइदिनु छ के फोन बस नियरकै पछाडि पनि होइन सबै पूजा आइज लाइन ला पछि पछि बसौ पछि पछि ला यहाँ बस यहाँबाट गाडी जाऊ गाडी छोडेर अगाडि गाडी अहिले अगाडि पहिला चाहिँ नाति नाति त मन पर्छ नाति त मन पर्छ भाउजू पार्टीलाई भयो नानी आऊ यहाँ आदर्श ल आइज 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 मम्मीलाई के लाग्यो मम्मीलाई त हुन्छ होला भाउजूलाई पो हुन्छ उतातिर जान्छ आदर्श आदर्छ खै नाति आदर्श र विवेक होइन त्यता भिडे भएर रेडी म रेडी भयो ल लगाइदिनु ल देखियो ताली बजाऊ नमस्ते 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 अब एक लट यता आदर्श आदर्शलाई लाएर आदर्श आदर्श आइजा बाबा खै आदर्श अर्को ल है फेरि अर्को चाहिँ ल चेकआउट हुने यहाँदेखि छोरी अब यता 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 छोरी अब लास्ट 1000 रुपैयाँ त मगन मान्छेले
दिन्छु म अब सेकेन्ड लट यो चाहिँ 500 खाली हो अहिले 1000 खाली फेरि अहिले हजुर खाली बेचेको अहिले फेरि दुई तीनचोटि लाउने के फेरि अहिले फेरि अब आइज आज सर पुऱ्याइदिनु पा पैसा पाइदियो लिएर आयो के बुढाले आधारको पैसा काकाले दिएको त्यसले ल्याएन होला नि कताको आज लगाइदिनु आदर्श खै त्यसलाई कहाँ भनिदिनु हुन्थ्यो सबसे लास्ट में कौन है आदर्श कहाँ गयो आस्था यता गएको छ पछाडि पुत्रो शान्ति खै आउ जाउँ त छिटो आज तलबाट आएको र ल त्यहाँ टिका लगाउनु अर्कोतिर यतातिर यो गधाको नि हाल्छ के अहिले कति पाइन्छ भइसक्यो मम्मीले दिनुपर्छ है आज त तपाईँलाई चाहिँ के दिनुहुन्छ होइन आदर्श हो एकछिन कहाँ गयो यहाँ त काले यहाँ भ्याइयो मान्दैन के हेरे अब त्यहाँदेखि अब यता उता यता अर्को मिलाउनु हुन्न के नछाइदियो अर्पणलाई नछाइदियो अर्पण यहाँ के त एउटा पुगे होइन पुग्छ ए भिडियो हेर्नु नपरोस् है के रे अर्को टिपमा के रे 50 छ माथि अब त 1000 रुपैयाँ लिन्छु ए भेन्टे आफ्नो टिपको फर्स्ट बसेको होला कि आदर्शलाई लिएर आयो मान्दैन सक्दै सकिएन सेनियालाई लगाइदिनु हुन्न होला केको लगाइदिनु हुन्छ कि नहुन्छ के अझै त ए आयो झिको झिको तेल टिका लगाइदिनु टिका नलाउनु अरे त्यसलाई मात्रै दिन्छ एक टेप टिको लगाइदिनु टिका नलाउने अरे के
लाइन सकल आउँछ यसो लगाइदियो पैसा दिनु ल भगवान माना ल भगवानलाई लाउनुहोस् भाग 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 बाबुलाई खात है पैसा पाइन्छ भनेर टिका मात्रै हो अब त टिको लाउँदैन एउटा 500 दिन्थ्यो अर्पणलाई एकछिन है अर्को एकछिन पर्छ ए लुगा बिगानी त्यो मम्मीलाई दिएको दिएँ भयो त त्यही दिएर अहिले मैले दिएँ ल अर्पण ल भयो ल अब यता टिको लाउनु न पर्ने यो निकाल्नु आमाले भयो